ग्रीष्म ऋतु वर्षा ऋतु यसै गरी वर्षा ऋतु चाहिँ एकदमै व्यस्त ऋतु हो। कृषकहरू हामी सम्पूर्ण बाली नाली लगाउने समय हो र यसो हुँदाहुँदै पनि हामीले निमन्त्रण नगर्ने काम गर्यौँ र कति सहर्ष तरिकाले स्वीकार्नु भयो। तर्फबाट हार्दिक हार्दिक स्वागत भन्न चाहे नियुलाई म आग्रह गर्दछु। आदरणीय रेभरेन्ड पास्टर सुरेन्द्र भट्टराईज्यूलाई खादा अर्पणसँगै आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। मेरो आशा तपाईमा अझै उहाँको नाम उचाउन खुसीको बडो आनन्दको समाचार लिएर आएका छौँ। जे रोज्नुभयो त्यो चाहिँ असल रोज्नुभयो उहाँले र 25 वर्ष होइन यस्ता 3टा वर्ष थपिएको हामी चाहिँ 75 वर्षसम्म यसरी नै सेवा गर्दै घोषणा गर्दै दुःख गरेर के कष्ट गरेर बावजुद यो मण्डलीमा साथ दिएर अगाडि बढाएर आफ्नो अधिकार लिनु भएको यहाँ भाइ हुनुहुन्छ। नमुनाको व्यक्ति बनेर सिंगल व्यक्तिले एक्लो व्यक्तिले कतिको बेस्ट गर्न सकिँदो रहेछ मण्डलीलाई राम्रो प्रकारले हाँक्नको लागि भनेर मैले त्यो लक्ष्य लिएको थिएँ। नेपाल सरकारले जुन किसिमको एउटा नेपालको एउटा धर्मनिरपेक्ष राज्य हिमाचुली मनपर्छ त्रिशुली मनपर्छ सजिएको केसुको बेहुली मनपर्छ मलाई बेला मनपर्छ स्तुति गान मनपर्छ भक्ति पछि मण्डलीमा जान मनपर्छ ल है
उहाँलाई चाहिँ हामी मायाको चिनो मात्र दिँदैनौँ, त्यसकारण यो दोस्रो ओढेर उहाँलाई सम्मान गर्नु